बाल्यकालका दशैं तिहारका दिन मेरो जीवनकै सबैभन्दा रमाइलो र यादगार पलहरू हुन्। गाउँघरको सरल जीवन, घर आँगनमा हुने तयारी र पारिवारिक भेटघाटले ती चाडपर्वलाई अझै विशेष बनाउँथ्यो। दशैं आउनु अघि नै घरमा सफासफाई सुरु हुन्थ्यो। आमाले भान्सा चम्काउनुहुन्थ्यो, बाबाले घरको छानो बार मर्मत गर्नुहुन्थ्यो। हामी बच्चाहरू भने काठपात काट्न, कुखुरा पक्रन र घर सजाउन दौडन्थ्यौं। नवमीको दिन बलि चढाउँदा हामी दाजुभाइ दिदीबहिनीहरू डराई डराई हेर्थ्यौं, तर फेरि उत्सुक पनि हुन्थ्यौं। दशमीको दिन भने हर्ष उल्लासको बीचमा ठुलाबुबा ठुलीआमाबाट टीका र जमरा थाप्दा अपार खुसी हुन्थ्यो। टीका जमरा लगाएर दाजुभाइ बीच आशीर्वाद सहितको प्रेम बाड्दा बाल मस्तिष्कमा दशैं भनेको पारिवारिक माया हो भन्ने गहिरो भावना बस्यो। दशैंको रमाइलो नसकिँदै तिहारको तयारी सुरु हुन्थ्यो। दिदीबहिनीहरूले आँगनमा रङ्गोली कोर्थे, हामीले दियो बाल्थ्यौं। कुकुर तिहारमा आफ्ना कुकुरलाई माला र टीका लगाउँदा साठी ठानेर रमाउँथ्यौं। लक्ष्मी पूजाको दिन आँगन उज्यालो पार्ने सयौं दियोहरू हेर्दा गाउँ नै तारामण्डल जस्तो देखिन्थ्यो। भाइटीका बाद दिदीबहिनीले माला र मिठाई दिएर आशीर्वाद गर्दा हाम्रो सम्बन्ध अझ प्रगाढ हुन्थ्यो। बाल्यकालमा दशैं तिहार केवल चाड मात्र थिएनन्, त्यो परिवार, नाता, माया र संस्कृतिको पाठशाला पनि थियो। अहिले ठूला भए पनि ती दिनहरूको सम्झना गर्दा अझै मनमा बाल्यकालको मिठास भरिन्छ।